नमस्कार, म सह प्राध्यापक डाक्टर दीपक मिश्र, एमडी पेडियाट्रिक्स, डीएम न्यूनेटोलोजी र अहिले कन्सल्टेन्ट न्यूनेटोलोजिस्टको रूपमा कार्यरत छु। हामीले बच्चा जन्मिने बित्तिकै जति सक्दो छिटो आमाको दुध खुवाउनु पर्दछ। आमाको दुध अमृत समान हो, तर कतिपय आमाहरूले हामीलाई भन्नुहुन्छ, डाक्टर साहब मेरो त दुधै आएन। ल सुन्नुहोस्, के खानेकुराहरू यदि तपाईँले खानुभयो भने तपाईँको दुधको प्रोडक्सन बढ्छ। हामीले स्तनपान गरिरहेको आमाहरूलाई दिनमा तपाईँको 3वटा मिल्स जस्तो कि ब्रेकफास्ट, लन्च र डिनर खान रिकमेन्ड गर्छन्। त्यस अतिरिक्त 2वटा स्न्याक्स जुनमा चाहिँ फलफुल धेरै होस्, झोल खानेकुराहरू धेरै होस् खान सल्लाह दिन्छ। दुध धेरै आउनको लागि स्तनपान गराइराख्नु भएको आमाहरूले तपाईँको झोलिलो खानेकुराहरू धेरै खानु चाहिँ रिकमेन्डेड छ। तपाईँको दिनमा 8 देखि 10 ग्लास झोल खानेकुरा जुन चाहिँ पानी हुनसक्छ, दालको रस हुनसक्छ, कोकोनट वाटर वा जुसहरू हुनसक्छ, त्यो चाहिँ 8 देखि 10 ग्लास खानु चाहिँ राम्रो मानिन्छ। दुध खुवाउनुभन्दा आधा घन्टा अगाडि वा दुध खुवाएको आधा घन्टाभित्र आमाले 1 ग्लास पानी खानुभयो भने दुध अलि राम्रोसँग आउँछ। त्यस्तै गरी आमाको दुधबाट बच्चाले पोषक तत्त्व पाउने हो र त्यसमा सबै पौष्टिक तत्त्व पाउनु जरुरी हुन्छ। त्यो पाउनको लागि आमाले ब्यालेन्स डाइट खान जरुरी हुन्छ। ब्यालेन्स डाइट भन्नाले यस्तो खाना जुनमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट सबै होस्। कार्बोहाइड्रेट पाउन हाम्रो समाजमा धेरै जसो हामी भात, रोटी खान्छौँ। त्यस अलावा हलुवा, दलिया, ओटहरूमा पनि कार्बोहाइड्रेट धेरै हुन्छ। अब प्रोटिन पाउने खानेकुरा भन्नाले चाहिँ तपाईँको अब शाकाहारी यदि आमा हुनुहुन्छ भने प्रोटिन पाउने सोर्स चाहिँ दुध हुनसक्छ, सोयाबिन, भटमासको तेल र नट्सहरू जस्तो कि आल्मन्ड, बदामहरू हुनसक्छ। यदि नन भेजिटेरियन हो, शाकाहारी होइन भने हामीले प्रोटिन त माछा, मासु, अन्डाहरूबाट पाउन सकिहाल्छ। त्यस्तै गरी आमाको दुधबाट बच्चाले आइरन र क्याल्सियम पाउने हुन्छ। आइरनले बच्चाको आइक्यू राम्रो बनाउँछ, क्याल्सियमले बच्चाको हड्डी बलियो बनाउँछ। आइरन र क्याल्सियमको चक्की त स्तनपान गराइराख्नु भएको आमाले खानु परिहाल्छ। त्यस अतिरिक्त आइरन धेरै हुने खानेकुराहरू जस्तो मेथी, पालक, हरियो साग र नट्सहरू, आल्मन्ड्सहरू खानु चाहिँ राम्रो हुन्छ आइरन पाउनको लागि। त्यस्तै गरी क्याल्सियमको लागि दुध र दुधजन्य पदार्थ जस्तो दहीहरू खायो भने राम्रो मानिन्छ। त्यस्तै गरी स्तनपान गरिरहेको आमालाई कब्जियत नहोस् भनेर फाइबर भएको खानेकुराहरू जस्तो साग, फलफुल खानुलाई राम्रो मानिन्छ। त्यस्तै गरी केही यस्तो खानेकुराहरू छ जसले चाहिँ नेचुरल खानेकुराहरू जसले चाहिँ दुधको प्रोडक्सन बढाइदिन्छ, जस्तो ज्वानो। तर ज्वानोको झोल मात्रै खाएर यदि पेट भरियो र अरू पौष्टिकयुक्त खानेकुराहरू खाइएन भने चाहिँ त्यसले मात्रै पुग्दैन। ज्वानोले दुध बढाउँछ, तर त्यस अतिरिक्त अरू ब्यालेन्स डाइटको जुन कार्बोहाइड्रेट, प्रोटिन, फ्याट थियो त्यो पनि खानुपर्छ। त्यस्तै गरी मेथी पानीमा हालेर त्यो पानी खायो भने, वा मेथी चाहिँ तपाईँको पानीमा बोइल गरेर त्यो पानी खायो भने, वा मेथी तरकारीमा हालेर खायो भने, त्यस्तै गरी सुप तरकारीमा हालेर खाए पनि भयो, चपाए पनि भयो, त्यसले चाहिँ तपाईँको दुध बढाउँछ। फलफुलमा पपायाले दुधको प्रोडक्सन एकदम बढाउँछ। त्यस्तै गरी हामीले भन्छौँ नि, बार्ली, त्यस्तै गरी ओट र तपाईँको ओट, दलिया, यिनीहरूले दुधको प्रोडक्सन बढाउँछ। त्यस्तै गरी तिलको लड्डु खानुभयो भने दुधको प्रोडक्सन बढ्छ। यस्ता आहारहरू यदि खानुभयो भने तपाईँको प्राकृतिक रूपले नेचुरली तपाईँको दुधको प्रोडक्सन बढेर जान्छ। तपाईँले आफ्नो बच्चालाई दिन मिल्ने सबभन्दा ठुलो गिफ्ट नै तपाईँको दुध हो। त्यो त औषधि समान हुन्छ। तपाईँको बालबच्चामा कुनै समस्या देखा परेमा तपाईँको बच्चाको यो हर्पलको साथीलाई सधैँ सम्झनु होला। धन्यवाद।